नमस्कार सबैलाई, म छु सबिना र म आज तपाईहरुका लागि एकदम प्रेरणादायी अनुभव लिएर आएको छु। आज हामी कुरा गर्दछौं टीकाराम बस्ताकोटीजीसँग, जसको कथा संघर्ष, विश्वास र सफलताको मिश्रण हो। सुरुमा सबै कुरा असम्भव लाग्थ्यो, तर अन्तमा उहाँले त्यस्तो काम गर्नुभयो जसले सबैको सोच नै बदलियो। अब सुरु गरौं आजको यात्रा, उहाँकै आवाजमा, उहाँकै शिक्षक बन्ने अनुभवबाट, जसले आफ्नो जीवनको धेरै भाग शिक्षण पेशामा समर्पण गर्नुभएको छ। उहाँकै मुखबाट सुन्छौं उहाँको यो यात्रा। यस कार्यक्रममा यहाँलाई स्वागत छ। कसरी सुरु भयो हजुरको यो यात्रा? धन्यवाद, नमस्कार। तपाईको प्रश्नलाई विचार गर्दा मैले सुरुका केही कुराहरू मेरो विगतलाई कोट्याउनु पर्ने देख्दछु। म चाहिँ म्याथमेटिक्स पढेको अथवा ओपिटी म्याथ पढेको विद्यार्थी र म ट्युसन पढ्ने समयमा चाहिँ म्याथ टिचर एकदमै पाउन गाह्रो र टिचर एकदमै पाउन गाह्रो भएको कारणले गर्दाखेरि मैले त्यो बेलामै सोचेको थिएँ कि अब म्याथ पढेपछि शिक्षण पेशा चाहिँ कन्फर्म प्राप्त गर्न सकिन्छ भन्ने मैले सोचेँ। र अनि अर्को कुरो के थियो भने मलाई चाहिँ धेरै मान्छेसँग बसेर काम गर्न मनपर्ने, घुम्न ल्याउन मनपर्ने त्यस्तो बानी थियो। र अर्को नम्बरमा मलाई चाहिँ अर्काको सेवा गर्न पनि मनपर्ने। त्यो कारणले गर्दा पनि मैले शिक्षण पेशा रोजेको र जुन रोजेको पेशामै लागेको कारणले गर्दा मलाई खासै काम गर्ने सुरुका दिनहरूमा पनि त्यति धेरै गाह्रो भएन। अब सामान्य अलिअलि फरक त भइहाल्छ, तर त्यति धेरै गाह्रो मलाई महसुस भएन। सुरुका दिनहरूमा कस्तो कठिनाइहरू सामना गर्नुभयो? म काठमाडौँमा बस्थेँ। +2 गरिसकेपछि अथवा +2 को जाति नै बित्तिकै चाहिँ काठमाडौँ गएको हो। त्यो समयमा मलाई चाहिँ बस्नको लागि, केही समय बस्नको लागि, सधैँ त नभए पनि केही समय बस्नको लागि मलाई दाइहरूको कोठामा बस्ने गर्दथेँ। त्यो समयमा मैले चाहिँ त्यहाँ बसेर म पहिला चाहिँ मैले शिक्षण पेशा नै गर्छु भनेर लागेँ र त्यसमा पनि बोर्डिङ नै पढाउँछु भनेर लागेको कारणले गर्दा मैले काठमाडौँ, तुपुर, ललितपुर जहाँ भए पनि मैले चाहिँ शिक्षण गर्नुपर्छ भन्ने लाग्यो। त्यो भएर म आफैले चाहिँ खोज्दै हिँडेँ। त्यसै क्रममा चाहिँ मैले बोर्डिङमा शिक्षण गर्न पाएँ, म्याथ शिक्षण गर्न पाएँ र सुरुमा मैले क्लास 7 सम्म शिक्षण गर्न पाएँ। त्यो कारणले गर्दाखेरि मलाई त्यस्तो ठ्याक्कै शिक्षणै पेशा गर्नुपर्छ भनेर मलाई खासै कसैले साथ दिएको त होइन। अब खाना बस्नको लागि केही समयको लागि चाहिँ दाइ भाउजूहरूसँगै बस्थेँ, उहाँहरूकै साथ थियो मलाई चाहिँ। पहिलो पटक कक्षामा पढाउँदा कस्तो महसुस गर्नुभयो त? अब शिक्षण सिकाइ क्रियाकलाप भनेको दोहोरो हुन्छ। अब मेरो चाहिँ विषय पनि शिक्षा विषय हो र शिक्षा विषय पढ्दाखेरि हाउ टु टिच र हामीले चाहिँ विद्यार्थीको मनोभावनालाई बुझेर शिक्षण गर्नुपर्छ भनेर हामीले पढेका हुन्छौँ। त्यो कारणले गर्दाखेरि सुरुका दिनहरूमा पनि मलाई त्यति धेरै शिक्षण गर्न गाह्रो भएन। मैले आफूले रोजेको पेशा अनि आफूले त्यो रोजेको पेशा नै पाइसके पछाडि मलाई त्यस्तो गाह्रो भएन। अब फरक परिवेशका मानिसहरूसँग अर्थात् विद्यार्थीहरूसँग बसेर काम गर्न पाउँदा खुसी पनि लाग्थ्यो। उहाँहरूको विचारहरू, उहाँहरूको परिवेशहरू, उहाँहरूको वातावरणहरू पनि सुन्न पाइन्थ्यो र फरक विचारहरू सुन्न पाइन्थ्यो, पारिवारिक अवस्थाहरू थाहा पाउन पाइन्थ्यो। त्यो कारणले गर्दा मलाई रमाइलो नै महसुस हुने गर्दथ्यो। विद्यार्थीसँगको पहिलो अनुभव कस्तो थियो त? विद्यार्थीहरू फरक परिवेशबाट आएका हुन्छन् र उनीहरूको पारिवारिक अवस्थाहरू पनि फरक नै हुन्छ। त्यो कारणले गर्दाखेरि यसरी फरक परिवेश, फरक वातावरण र फरक पारिवारिक अवस्थाबाट आएका विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर शिक्षण गर्नु चाहिँ चुनौतीपूर्ण पनि हुन्छ। र अर्को नम्बर चाहिँ यो गणित भन्ने विषय अरू विषयभन्दा अलिक फरक किसिमको हो। यो चाहिँ टेक्निकल वर्डहरू भएको विषय हो। त्यो कारणले गर्दाखेरि अलिकति केही चुनौतीहरू त भइहाल्छ नै, तर पनि मैले आफूले यही पेशा गर्छु म भनेर लागेको कारणले गर्दाखेरि चाहिँ मलाई धेरै विद्यार्थी भाइ बहिनीहरूसँग बसेर कुरा गर्दा, काम गर्दा चाहिँ धेरै रमाइलो लाग्थ्यो।
अब गणित शिक्षक भएको कारणले गर्दा धेरै कुराहरू कफ छाट्नुभन्दा पनि त्यहाँ हामीले चाहिँ कामै गर्नुपर्ने हुन्थ्यो र विद्यार्थी भाइ बहिनीहरूलाई कसरी हामीले चाहिँ शिक्षण गर्न सकिन्छ अर्थात् शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय बनाउन सकिन्छ भन्ने कुरामा लाग्नुपर्ने हुन्थ्यो र हामी कक्षा कोठामा सधैँ चाहिँ के त भन्दाखेरि विद्यार्थी र शिक्षक सधैँ नै व्यस्त रहन्थ्यो। त्यो कारणले गर्दा पनि मलाई चाहिँ रमाइलो महसुस हुन्थ्यो। शिक्षक बन्नुको सुन्दर पक्ष तपाईँका लागि के हो? शिक्षण पेसा अरूभन्दा भिन्न किसिमको पेसा हो। यो पेसामा चाहिँ सधैँ अरूको भलाइको लागि मात्रै काम गरिन्छ, अरूको भविष्य उज्जवल होस् भनेर काम गरिन्छ। आफ्नो घर परिवारका मानिसहरू, आफ्नै छोरीहरू भाइ बहिनीहरू जे भए पनि उनीहरूको वास्ता नगरेर तर पढाइका नचिनेका अभिभावकहरूका छोराछोरीको चाहिँ भविष्य बनाउनको लागि लाग्ने पेसा, निस्वार्थ रूपमा लाग्ने गर्नुपर्ने पेसा हो यो। र अरूको भलो हुने काम गर्दा अरूको भविष्य उज्जवल बनाउन पाउने पेसा चाहिँ यो अरूभन्दा फरक किसिमको पेसा हो। त्यो कारणले गर्दा पनि यो अर्काको भलाइ गर्ने पेसा, निस्वार्थ रूपमा गर्ने पेसा भएको कारणले यसको सुन्दर पक्ष नै यही नै मान्छु मैले। शिक्षक बन्न चाहने युवाहरूका लागि तपाईँको तर्फबाट के सल्लाह छ त? टिचर इज अ आइडियल पर्सन अफ सोसाइटी भनेर पनि भन्ने गरिन्छ। यो पेसा सामाजिक सेवा हो, अरूको भलाइको लागि तल्लीन रहने पेसा हो र यो पेसा गर्दाखेरि आफ्नो घर परिवारलाई भन्दा परायलाई चाहिँ आफ्नो मानेर उनीहरूको भविष्यको लागि चिन्तित हुने पेसा। यदि त्यसो गर्न सक्नुहुन्छ भने यो पेसा रोज्न राम्रो हुन्छ र यो पेसामा लाग्ने व्यक्तिहरू चाहिँ एउटा आदर्शवादी व्यक्ति र सामान्य जीवन जिउन सक्ने व्यक्ति हुनुपर्छ। यदि तपाईँमा त्यस्तो किसिमको गुण छ अथवा आफूलाई त्यही अनुसार तपाईँले परिमार्जन गर्न सक्नुहुन्छ भने मात्र यो पेसा रोज्नुहोला, नत्र भने यो पेसा गर्न अरूभन्दा अलि गाह्रै छ भनेर भन्ने म सल्लाह दिन चाहन्छु। शिक्षण पेसालाई आकर्षक बनाउन नेपाल सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ हजुरलाई? शिक्षण पेसालाई आकर्षक बनाउनको लागि विशेष गरेर नेपाल सरकारले अथवा सम्बन्धित निकायले रङ धर्म केही पनि नहेरिकन तर त्यो शिक्षक कुन परिवेशमा काम गरिराखेको छ त्यो परिवेशलाई राम्रोसँग अध्ययन गरेर शिक्षकलाई पुरस्कृत तथा दण्ड गर्ने व्यवस्था गर्नुपर्छ। भने शिक्षण पेसा मात्र एउटा यस्तो पेसा हो जसले व्हाइट मनी मात्र कमाउँछ। त्यो कारणले गर्दाखेरि सम्पूर्ण राष्ट्र सेवक कर्मचारीलाई भन्दा धेरै नै बढी सेवा सुविधा मान सम्मान दिनुपर्दछ र विश्व परिवेशमा आएको वैज्ञानिक परिवर्तनलाई मध्यनजर गर्दै ख्याल गर्दै हरेक शिक्षकलाई शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि र मध्यतिर तालिम गोष्ठी र पुनर्ताजगी तालिम दिनुपर्ने हुन्छ, न कि डकुमेन्ट तयार गर्नको लागि मात्र नभएर साँच्चै शिक्षकलाई उसको क्षमता विकास गर्नको लागि चाहिँ त्यस्ता किसिमको कार्यक्रम ल्याइयो भने चाहिँ यो पेसा राम्रो हुन्छ जस्तो मलाई लाग्छ। तपाईको दृष्टिकोणमा अहिले चलिरहेको शिक्षण प्रणालीमा के सुधार गर्नुपर्ने देखिन्छ? शिक्षण प्रणालीमा सुधार भन्दा पनि अहिलेको परिवेशमा पाठ्यक्रममा नै सुधार गर्नुपर्ने देखिन्छ। अहिले जुन हामीले शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गरिराखेका छौँ, बालकक्षादेखि ब्याचलर मास्टरसम्म नै यो साधारण धारका शिक्षाहरू, त्यसमा चाहिँ धेरै परिवर्तन गर्नुपर्ने देखेको छु मैले। हामीले बालकक्षादेखि
मास्टर्ससम्म नै शिक्षा दिने किसिमले मात्रै हामीले शिक्षण गरिराखेका छौँ। उनीहरूलाई साक्षर बनाउने अथवा शिक्षित बनाउने किसिमले मात्रै शिक्षण गरिराखेका छौँ। त्यो शिक्षा प्राप्त गरिसके पछाडि उनीहरू के बन्ने भन्नेतिर हामीले शिक्षण गरिराखेका छैनौँ। त्यो कारणले गर्दाखेरि अहिले भइरहेको पाठ्यक्रममा नै परिवर्तन गर्नुपर्ने मैले देखेको छु। विद्यार्थीलाई अथवा मानिसलाई साक्षर त बनाउनै पर्छ, शिक्षित त बनाउनै पर्छ, तर यो बाल कक्षादेखि मास्टर्ससम्म नै शिक्षित मात्रै बनाउने, साक्षर मात्रै बनाउने र बेरोजगार उत्पादन गर्ने किसिमको पाठ्यक्रम भएर त्यसले न त पढ्ने व्यक्तिलाई फाइदा न त राज्यलाई नै फाइदा, कसैलाई पनि फाइदा गर्दैन। त्यसै कारणले गर्दा हामीले चाहिँ अब पाठ्यक्रम निर्माण गर्दा 5 कक्षासम्मको विद्यार्थीलाई साक्षर बनाउने भनौँ, शिक्षित बनाउने, आफ्नो परिवेश चिनाउने किसिमको हुनुपर्छ भने अब 6, 7, 8मा एउटा किसिमको शिक्षा दिनुपर्छ विद्यार्थीलाई। व्यावहारिक शिक्षा होला, व्यावसायिक शिक्षा, प्राविधिक शिक्षा, जसले चाहिँ जीविकोपार्जन गर्नको लागि सिकाउने किसिमको शिक्षा होस्। कक्षा 8 पास गरिसकेको विद्यार्थी त्यहाँ कक्षा 8 पास गरेर छोड्यो भने पनि उसले चाहिँ के त भन्दाखेरि जीविकोपार्जन गर्न सकोस्, कुनै पनि किसिमको समस्याहरू नहोस्, त्यस्तो किसिमको शिक्षा दिनुपर्छ भने 10 पास भइसके पछाडि त्योभन्दा अझै उच्च स्तरीयको दक्षता प्राप्त गर्ने शिक्षा हुनुपर्छ। 12 पास भएपछि त्योभन्दा अझै उच्च स्तरको र यसरी मास्टर्ससम्मकै शिक्षामा चाहिँ हामीले पाठ्यक्रममा नै परिवर्तन गरेर आफ्नै देशमा बसेर आफ्नै गाउँ ठाउँमा बसेर चाहिँ जीविकोपार्जन गर्न सक्ने, आफ्नो परिवारलाई सजिलैसँग लालन पालन गर्न सक्ने र आफ्नो परिवार पाल्नको लागि विदेश जान नपर्ने र कसैको चाप्लुसी चाकडी गर्न नपर्ने र त्यस्तो किसिमको शिक्षा हामीले दियौँ भने त्यो पढेको एउटा अर्थ हुन्छ र पढिसके पछाडि जुन विद्यार्थीलाई निराशा पनि छाउँदैन, बेरोजगार पनि रहँदैन र डिप्रेसनमा पनि जाँदैन र पेसालाई सम्मान गर्ने, कामलाई सम्मान गर्ने किसिमको जनशक्ति हामीले उत्पादन गर्नुपर्ने हुन्छ। र अब गरिने शिक्षण चाहिँ फिल्डमा नै हुनुपर्छ, जुन कि कक्षा कोठा बन्द कोठाभित्र पढाउने भन्दा पनि फिल्डमा पढाउ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने किसिमको हुनुपर्छ, जसले गर्दा बेरोजगार उत्पादन नगरोस्, शिक्षित बेरोजगार उत्पादन नगरोस्, शिक्षित तर रोजगार सबै आफ्नो काममा तल्लीन रहेको जनशक्ति उत्पादन गरोस्। त्यस्तो किसिमको पाठ्यक्रम निर्माण गर्न जरुरी छ र त्यही अनुसार चाहिँ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न आवश्यक देखेको छु मैले चाहिँ। व्यस्त समयको बावजुद पनि हामीलाई आफ्नो अमूल्य समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। शिक्षा, शिक्षण र शिक्षकको विषयमा बोल्ने अवसर दिनुभयो, यहाँलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद। नमस्कार।